हामीले यत्रो रगत बगाएको हामीले चुनाव गर्नलाई हो र ल भन्नु त यस्तो हो 84 को चुनाव अब 82 मा सार्नलाई हो र हामीले यत्रो गरेको हामीले यत्रो गोली खाएको खुट्टा हेर्नु हैन घाइते हो हामी गोली खाएको घाइते हो हैन खुट्टामा पनि अझैसम्म लागिरहेछ है अनि यहाँ म लगायत धेरैजना छौँ क्या हामी एकछिन हामी यहाँ धेरैजना छौँ होइन अहिले सबै तपाईँ हामी रोडमा बस्दा तपाईँ किन भेट्न आउनु भयो प्रब्लम यस्तो छ अब नयाँ हामी निर्वाचनमा उभिसकेका छौँ होइन निर्वाचनबाट निर्वाचन गर्नु नै देशको के अरे विकासको ऊ हो त आधार हो त होइन नि हामी के लडेका थियौँ हामी यो गोली खाने बेला यहाँ अगाडि आएर के भनेर लडेका थियौँ भन्दाखेरि हामीलाई करप्सन चाहिएन है मेन हामी नेपाली भनेर लडेका थियौँ है सबभन्दा पहिला जेन्जी भनेर होइन हामी नेपाली भनेर लडेका थियौँ म 45 दिनको छुट्टीमा आएको मान्छे विदेशमा म एज अ सेफ म सेफ हो एउटा है चाइनिज सेफ हो महिनामा 1.5 लाख रुपियाँ खाने मान्छे किन आयो त मैले यहाँ आन्दोलन गर्न के का लागि देशको परिवर्तन गर्न लागि होइन हामीले विदेशबाट पठाएको त्यत्रो रेमिटेन्सले यिनीहरूले घुस्काएको कारणले हामीले यहाँ के अरे आन्दोलन गरे हो नि त्यही भएर गोली खायो हो नि हामीले अनि तपाईँ अहिले किन चुनावमा उठ्दै हुनुहुन्छ कि हामीले त चुनाव हुन नदिने भने होइन चुनाव भयो भने यो देशले पल्टाइदिन्छ खाइदिन्छ हामीलाई बेचिसक्यो भने नि भयो भने होइन र त्यसैको लागि हामी रोडमा निरन्तर रोडमा बसिरहेछौँ माइती घरमा तपाईँ चाहिँ चुनाव भन्दै किन उठ्नु भएको छ शहीदको नाममा राजनीति गर्नु अनि हाम्रो रगतमाथि राजनीति रगतमाथि नखेल्दिनुस् शहीदको रगतमाथि खेल्नु हामी हजुरहरुको पार्टी कार्यालय आउनुपर्ने हो भने त्यो नयाँ पार्टी भनेर हामी एकदम खुसी थियौँ हैन अहिले युवाहरू उठ्नु भएको छ त्यो ठाउँमा होला तर हामी रगत बगाएर हामीले यत्रो गरेको यो हजुरहरूलाई चुनावमा जिताउनलाई उठाउनलाई चुनाव एकछिन उहाँले जवाफ दिनुहुन्छ यो चुनाव लडाउनलाई हो के हो ल तपाईँ आफ्नो जवाफ दिनुहुन्छ अलि अगाडि आउनु अलि अगाडि आउनु त ल उहाँलाई सोधौँ राम्रोसँग छोड्नु नै हैन एकछिन पहिला भनौँ होइन हामी घाइतेको रगतमाथि खेलिरहेछन् सबै होइन एकजना मात्र होइन क्या म्याम एकछिन एकजना मात्र होइन सुधाउनु गुरुङ